नमस्ते हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा रेसिपी क्लब नेपाल। आज म बनाउन गइरहेको छु चिकन किमा नुडल्स। त्यसको लागि किमा नुडल्स, तिलको तेल, तिमुर, डार्क सस, चिल्ली फ्लेक्स, चिल्ली पाउडर, टेस्टिङ पाउडर, साल्ट, जिरा पाउडर, धनिया पाउडर, भुटेको तोरीको तेल, चिकन किमा, लेडिस पत्ता। मैले लेट्युस पत्ता युज गरेँ, हजुरहरूले चाइनिज साग युज गर्दा हुन्छ। तातो पानीमा नुडल्स हालिदिने। चिसो पानीमा नुडल्स नहाल्ने, किनभने चिसो पानीमा नुडल्स टाँसिन्छ। हिटमा मजाले उम्लिन दिने र बेला बेला नि चलाइराख्ने। नुडल्स पाकुन्जेलसम्म म किमा रेडी गर्छु। त्यसको लागि प्यान हिट गरेर तोरीको तेल र सिसम ओइल हाल्ने। अब म हाल्दैछु दिजी पेस्ट हालेर मजाले चलाउने यसलाई ग्यास स्लो गरेर। दिजी पेस्ट ब्राउन भएपछि म हाल्छु चिकन किमा हालिसकेपछि मजाले चलाउने। ग्यास स्लो गरेर प्यानमा टाँसिन नदिने। यसलाई अझै मजाले चलाइराख्ने। अब म हाल्दैछु मसला, धनिया पाउडर, जिरा पाउडर, साल्ट, चिल्ली पाउडर, टेस्टिङ पाउडर, डार्क सस। मजाले मसला मिक्स हुँदाखेरिसम्म चलाउने। टिस्पुनको आधी चम्चा तिमुर हालिदिन्छु। तिमुर हालिसकेपछि फेरि चलाउने। यसलाई टाँसिन नदिने, मजाले चलाउने। अर्को ग्यासमा नुडल्स पनि रेडी भइरहेछ। नुडल्सलाई चाहिँ राम्रोसँग पाक्ने। नुडल्स मोटो हुन्छ, राम्रोसँग नपाकेपछि भित्र काँचो बस्छ। लगभग आधी घन्टासम्म पकाउने नुडल्सलाई। नुडल्स पनि 90% रेडी भएछ। अब लगभग 2 मिनट जति नुडल्सलाई पकाउने। उतापट्टि किमा पनि रेडी भइसक्यो। एकछिन चलाएर बलमा खनाउने। अब म बलमा खनाउँदैछु। वाउ, हेर्नुहोस् त कति राम्रो भयो। हेर्दै खाउँ लाग्ने कस्तो मिठो बास्ना आइरहेछ। अब म किमा नुडल्सको मसला बनाउन गइरहेको छु। त्यसको लागि 1 चम्चा चिल्ली फ्लेक्स र आधी चम्चा तिल हाल्छु। 1 चम्चा सिसम ओइल, 1 चम्चा तोरीको तेल हाल्ने। तोरीको तेल चाहिँ भुटेको युज गर्नुपर्छ। नुन, टेस्टिङ तिमुर हाल्ने स्वादअनुसार र मजाले चलाइदिने। यो मजासँग चलाएपछि लास्ट कलर आउँछ। हेर्नुहोस् त कलर आइसक्यो रातो मजाको। म प्लेटिङ गर्न गइरहेको छु। यसमा 1 चम्चा डार्क सस हालिदिने। बनाएको 1 चम्चा मसला हालिदिने र पिनट हालिदिने।
तिनटालाई मजाले मिक्स गर्ने। हजुरहरूलाई कति पिरो मनपर्छ त्यति अनुसार मसला हाल्ने। पाकेको नुडल्समा म लेडिस पत्ता हालिदिन्छु र लेडिस पत्तालाई एकछिन पाक्न दिने। एकचोटि चलाउने। नुडल्सलाई छानेर प्लेटमाथि हालिदिने र चिकन किमा हालिदिने। किमा नुडल्स पनि रेडी भइसक्यो हाम्रो। हजुरहरूले नि घरमा चिकन किमा नुडल्स सजिलैसँग बनाउन सक्नुहुन्छ। मेरो भिडियोलाई लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। हामी अर्को भिडियोमा भेट्नेछौँ।